आज मैले बनाए पास्ता र टुपियमको कम्बो। के मिठो भयो होला त। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु अनदर मिनी भ्लग। आज बिहानै पानी परेकोले भुसुक्कै निदाएको छु। च्यालेन्ज त पुरा गर्नु पर्यो। झुरुक्क उठेर वाक हान्न गए बुढाहरूलाई लगेर। मान्छे नि खासै रहेनछ आज, त्यसैले हल्का फुल्का पसिना निकालेर धारामा मुख धोएर रुमतिर फर्किँदै। आँपको सिजन भएर होला आँप खाएको छु। कति मासु खानु भनेर लट्टेको साग र अचारसँग भात खाए। एकदमै स्वादिष्ट थियो। हिजो सुटको कपडा धुन थियो, नाग्दामा गए। गर्मी यति भएर होला एउटा कुल्फी खाए। आजकल दिन चाँडै भएकोले भोक नि छिट्टो लाग्ने। पास्ता र टुपियम पानीमा उमालेर मसला चट्ट हालेर पुरै मिक्स गरेर मसलालाई चौचौको अङ्ग शरीरमा पुर्याएर भाइलाई कचौरामा राखेर मैले चाहिँ मस्त स्वाद लिएर खाएर सकेको छैन, फेरि फुचेहरूले चटपटे बनाएर ल्याएर छ भने त्यो नि दन्काएर सुटको लागि माथि मन्दिरमा गए। यो सुटको ओरिजिनल भिडियो चाहिँ यो टिकटक आइडीमा आउँछ है त। सुट गर्न लाको पानी परेर भयो तनाव। जतिचोटि हामीले भिडियो सुट गर्न लाको त्यतिचोटि नै पानी आउँछ। जसो तसो भिडियो सुट कम्प्लिट गरेर रुम आए। मेरो डाइट सुरु भएको थाहा होला नि। राति राति रोटी खाने गर्छु र खाएर भुइँमा ओछ्यान र झुल लगाएर रातको गुड नाइट वाला हाई गरेर सुते।